हाई गाइज, वेलकम टु माई न्यू भिडियो। आज म तपाईहरुलाई सिकाउन गइरहेको छु कसरी टिकटकमा भिडियो हामीले पोस्ट गर्ने त। कुन तरिकाले हामीले टिकटकमा भिडियो पोस्ट गर्दाखेरि चाहिँ भ्युज धेरै आउँछ त। टिकटकले यो नयाँ फिचर ल्याएको छ। अब हजुरहरुलाई थाहा नहुन पनि सक्छ, तर यो फिचरबाट भिडियो अपलोड गर्दाखेरि चाहिँ मेरो पनि भ्युज आएको छ है। म तपाईहरुलाई एक स्क्रिन शेयर गरेर देखाउन छु मेरो त्यो भिडियोमा कति भ्युज आएको छ भनेर। 60,000 भन्दा माथि भ्युज आएको छ त्यो तरिकाले टिकटक अपलोड गरेर। यदि हजुरहरु पनि त्यसै गरी आफ्नो टिकटकमा भ्युज ल्याउन चाहनुहुन्छ भने र यदि तपाई नेपाल भन्दा बाहिर कुनै कन्ट्रीमा हुनुहुन्छ भने पनि तपाईले त्यो च्यानल भ्युजका आधारमा मोनेटाइज पनि गर्न सक्नुहुन्छ है। यदि तपाईहरुको भ्युज धेरै भन्दा धेरै आउँदा टिकटकमा हजुरहरुले आफ्नो च्यानललाई मोनेटाइज पनि गर्न सक्नुहुनेछ। कसरी म सिकाउँछु तपाईहरुलाई आजको यो भिडियोमा। भिडियोलाई अन्तिमसम्म हेर्नु होला र यदि भिडियो राम्रो लागे सब्स्क्राइब गर्नु होला च्यानललाई, भिडियोलाई लाइक गर्नु होला, आफ्नो कमेन्ट पनि पक्कै छोड्नु होला है त साथीहरु। सो ढिला नगरिकन लागौं भिडियोतर्फ। भिडियोलाई अन्तिमसम्म हेर्नु होला। सो गाइज, सबैभन्दा पहिला चाहिँ हजुरहरुले यो टिकटक क्रिएटर भन्ने यो जुन स्क्रिनमा जुन देखिराख्नु भएको छ यो एप चाहिँ हजुरहरुले डाउनलोड गर्न पर्ने हुन्छ है प्ले स्टोरबाट। यस एपलाई डाउनलोड गरे पछाडी यो एपमा क्लिक गर्नु होला र यसबाट पनि हजुरको टिकटक एकाउन्ट चाहिँ खुल्छ है। जुन टिकटक एकाउन्ट हजुरले युज गर्नुहुन्छ त्यो चाहिँ खुल्छ है त। त्यसबाट यसमाथि चाहिँ एक्सप्लोर नाममा जाउँ। त्यसपछि यहाँ हजुरहरुले हेर्न सक्नुहुनेछ सबै खालको क्याटेगोरीहरु यहाँ दिएको छ है। जस्तै अब हजुरले कुन क्याटेगोरीमा कति रेन्जसम्मको भिडियो अपलोड गर्ने त हेर्नु है त। जस्तै मैले गरे यो फर्स्टको छ है त। ल यसमा चाहिँ हेर्नुहोस् 1.95 मिलियन भ्युज गएको छ। यो भनेको चाहिँ मतलब कन्टेन्टहरु क्रिएट भएको छ है त। ल यसबाटै जाउँ है त। मैले यहीबाट भिडियो पोस्ट गरेको छु नि। यही तरिकाबाट भिडियो पोस्ट गर्दाखेरि हेर्नु है 99.5% बुस्ट भएको छ भिडियो परफर्मेन्स मेरो यो भिडियो। यही भिडियोमा होस् मैले भनेको थिएँ नि हजुरलाई 60,000 भन्दा माथि भ्युज गएको छ भनेर। यही भिडियोमा यहाँ माथि सो अप गर्दैछ नि यु गट मोर सर्च भ्युज देन 99.5% अफ अदर क्रिएटर्स कीप पोस्टिङ टु बुस्ट योर सर्च परफर्मेन्स भनेको छ नि। हो यही तरिकाबाट मैले चाहिँ भिडियो पोस्ट गरेर बुस्ट गरेको है त साथीहरु। ल ढिला नगरी लागौँ यो भिडियोतर्फ। यहाँ थिच्नु होला है त सुरुकोमा। जस्तै अब त्यसपछि हजुरको जस्तो हजुरहरुले नर्मल रूपमा हजुरहरुले पोस्ट गर्नुहुन्छ नि टिकटक त्यही अनुसारको आयो है त। त्यसपछि हामीले यहाँ जाउँ है त। आफ्नो ग्यालरीमा जाने कुन भिडियो हजुरले पोस्ट गर्ने हो त्यो भिडियोलाई हजुरले चुज गर्नु होला। म भिडियो चुज गर्छु यो भिडियोलाई है त। ल यो भिडियोलाई मैले चुज गरेँ। जस्तो हामीले ल नेक्स्ट गरौँ। जस्तो हामीले कि अरु भिडियोहरु नर्मली भिडियोहरु हामीले जस्तो पोस्ट गरिरहेको हुन्छौँ नि प्रक्रिया त्यही नै हो, तर के भने थोरै मात्र डिफरेन्ट रहेको छ। यसमा चाहिँ एप तपाईले डाउनलोड गर्न पर्ने हुन्छ है। अब हजुरले यहाँ के टाइटल लेख्नु आफ्नो भिडियोको टाइटल राख्नुस् है त। जस्तै मैले मेरो भिडियोको टाइटल राख्दै छु केपी बा DANCING डान्सिङ। एनी ह्याशट्याग पनि राख्नु होला है। ह्याशट्याग अब जस्तै मेरो हेर्नु है मैले मेरो कमेडी भिडियो हो त मैले के राख्छु हेर्नुस् है। हजुरहरुले यहाँ हेर्दै जानुहोस् कसरी हुन्छ त है त। कसरी ग्रो गर्ने है। ट्रेन्डिङ फनी बाइ फनी। यदि अरु कन्टेन्टहरु कुनै छ भने कन्टेन्टहरु ठीक छ। नेपाली पोलिटिक्स ओके केपी ओली ल है त। र कसैलाई मेन्सन गर्नु छ भने पनि हजुरहरुले सक्नुहुनेछ यहीँबाट। जस्तै यहाँ हेर्नुस् कुनै लिंक राख्न पर्यो हजुरहरुलाई लाइभ इभेन्ट्सको टिकट्सहरुको लिंक राख्न पर्यो भने पनि यहाँबाट हजुरहरुले राख्न सक्नुहुनेछ। र लोकेसन भनेको चाहिँ हजुरहरु कता बस्दै हुनुहुन्छ कुन ठाउँबाट भिडियो पोस्ट गर्नु भएको छ त्यो ठाउँको लोकेसन राख्नु होला, अदरवाइज पर्दैन है।
र यो सेटिङहरू भनेको चाहिँ हु क्यान भ्यू दिस पोस्ट भनेको छ, यो चाहिँ एभ्रिवान नै राख्नु पऱ्यो है त। मोर अप्सनमा छ अलो कमेन्ट्स, अलो रिक्वेस्ट अफ कन्टेन्ट भनेको छ। यो भनेको चाहिँ जस्तै अरूले ट्विट गर्न पनि सक्यो, स्विच गर्न पनि सक्यो। यो हजुरको भिडियोलाई चाहिँ उनीहरूको स्टोरीमा राख्न पनि सक्यो है। यो सबै ठिक छ। ल हामीले जस्तै नर्मल भिडियो पोस्ट गर्छौँ त्यसै गरी हामी अब गर्दैछौँ पोस्ट है त। मेरो यो एउटा फनी कमेन्टको भिडियोहरू, फनी भिडियोहरू हो। मेरो एउटा आइडी हो, ठिक छ। मैले भनेको थिएँ नि हजुरलाई मेरो 60,000 भन्दा बेसी भ्यू भएको छ यही भिडियो। हेर्नुहोस् तलको यो भिडियो देखिरहनु भएको छ नि, यो भिडियो सो यदि यस्तै भिडियोहरू हजुरहरूले फेरि पनि हेर्न चाहनुहुन्छ, युट्युबको बारेमा, फेसबुकको बारेमा, इन्स्टाग्राम लगायत हरेक कुराहरूको जानकारी हजुरहरूले लिन चाहनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नुहोला र बेल आइकनमा क्लिक गरेर अलमा क्लिक गर्नुहोला। यदि त्यो भयो भने मैले भिडियो पोस्ट गर्ने बित्तिकै हजुरहरूकोमा नोटिफिकेसन, पहिलो नोटिफिकेसन हजुरहरूकोमा आउँछ र सबैभन्दा पहिला भिडियो हजुरहरूले हेर्न सक्नुहुनेछ है त। शेयर नाउ। थ्याङ्क यू।